यसो गुराँस टिप्न जान आँटेको छ हाम्रो साथमा चाहिँ हैन। यहाँ दुईटा भाइहरू छ। अब चाहिँ हामी जङ्गलमा गएर गुराँसको फुलहरू टिप्ने छौँ। कति मिनट लाग्छ त्यहाँ पुग्नलाई? कति मिनट लाग्छ? 10 मिनट। ल कताबाट जाने तिम्रो घरबाट बेटा? यताबाट सिधै ठाडो होइन? हाम्रो भाइहरू चाहिँ तामाङ भाषा बोलिरहेको छ होइन गाइस? फेरि उहाँ तामाङ किन छिटो पहिला Hello guys. यतापट्टि हो क्या अलि थुप्रो भएको ठाउँमा क्या हामी जङ्गलमा पुग्न सकेको चाहिँ तोरीको फुल होइन कत्रो ठुलो भएको तोरीको त फट यता ठुलो मैले फर्स्ट टाइम देखेको हो क्या यस्तो थियो होइन गाइस लाप्सीको रुख यो चाहिँ हामी चाहिँ अब गुराँस भएको ठाउँमा पुग्न आँटेको छ के पहिला देखेर मलाई कति दिन हिँडिसकेको बाटो हामी जङ्गलभित्र छिर्नुपर्ने छ जङ्गलभित्र जाँदैछु होइन जाँदैछ जङ्गलभित्र गइरहेको छु के यति मात्रै अरू पनि छ त भाइ जङ्गलभित्र पुग्यौँ फाइनली गाइज भाइ चाहिँ अब लाली गुराँस टिप्न त देखिरहेको सबै लाली गुराँसहरू रहेछ होइन बुढो भाइजहरू म चढिसकेको छ होइन पढ न पर्खे कताबाट अन्त खै आइसकेको छ मेरो एउटा लाली गुराँस ट्राई गर्दैछु क्या गाइज गाइड छैन म रुखुम चढा मिया हो रुखुम चढा म नि म चढ्न आउँदैन नि फेसी मात्रै गर्न आउँछ मेरो बाटोको चढ्नु पऱ्यो गाइज भाइ भ्लगिङ गर्दा गर्दै चढिँदा म फेरि खतरा हो भाइ एक्सपोर्ट छ नि त दाइ त ओइ मुला
त्यो माथिकोले गरेर म चाहिँ तर्सिएर उल्टो ब्लडले मुर्दा ओइ मास्टो नै अहिले चाहिँ मेरै ब्लड त भने यार झन्डै भाँचेको रुखै रुखमा चरी खाइरहेको छैन गाई भाइहरू चाहिँ झऱ्यो भने फेरि एकैचोटि ब्लड आजसम्म खाइरहेछ गाईको होइन त्यो पनि खाइरहेछ यतै हेर्नु है हेर्दैन ताकत खाएर देखाएको एउटा काँडा खाइरहेछ नि रुखमै खाइरहेको देखाएको फेरि सक्यो हामी त फेरि रुखबाट झरिसकेको छ हामी चाहिँ अब चाहिँ खर्च हालेको फिर भी मैं नहीं करूँगा भाई फादर वाओ so beautiful ए भाइ पातले उकालो झन् राम्रो देखिरहेको छ भाइ फेरि हामी फर्किँदैछौँ हामी चाहिँ फर्किँदैछ होइन घरतिर प्रपोज गर्दा लु कसलाई प्रपोज गर्ने लु भाइ प्रपोज गर्न आई लभ यु भन्नु भाइ भाइ दबा यो नै दबा के हुँदैन कि यता हेर्न यता हेर्दा यता हेर्न लु आइगिस्तै यतापट्टि क्या यतापट्टि मपट्टि त्यसलाई गरेर हेर्ने क्या क्यामेरापट्टि गरेर चाहिँ यो के को रुख रे भाइ ताल दौनु त यस्तै आलु बगाएर है आलु बगाएको रुख चाहिँ यो होइन गाइस फुल फुल्दैछ अब आलु बगाएर बिस्तारै फल्दैछ फलेको रुख छ भनेर देखेको मेरो भाइ खाना फलेको रुख यस्तो छ गाइस एउटा ढुङ्गामा छ त्यहाँ बस्दा ढुङ्गामा चाहिँ यस्तो गरेर फोटो खिच्नु हुन्छ चल चल कहाँ छ चिसो लावा फाइनली गाइस हाम्रो घर आइपुग्यो होइन बिचको हाम्रो घर हो होइन चाहिँ हाम्रो किचन रुम चाहिँ हाम्रो सुत्ने रुम त्यसो गर्ने एउटा भेटेर अर्को फार्नु ल फाइनली गाइस हामी सिजन चाहिँ यही छौँ होइन अब अर्को नेक्स्ट भिडियोमा भेटौँला।